झुट कसले बोल्यो, कुलमानले कि हितेन्द्रले? सञ्चित नाफा 47 अरब पुगेको छ। कति नाफा हो, के नाफा हो, कति उठ्नु पर्ने हो? कुलमान घिसिङ भन्छन् नेपाल विद्युत प्राधिकरण 46 अर्ब नाफामा छ। हितेन्द्रदेव भन्छन् होइन, प्राधिकरण 5 अर्ब घाटामा छ। कुलमान भन्छन् 79% नेपालीको घरमा बिजुली पुग्यो। हितेन्द्रदेव भन्छन् होइन, बल्ल 97% नेपालीको घरमा बिजुली पुगेको छ। कुलमान भन्छन् 8 वर्षदेखि प्राधिकरण निरन्तर नाफामा छ। हितेन्द्रदेव भन्छन् प्राधिकरणको 2 खर्ब 48 अर्ब 12 करोड त ऋण नै छ। कुलमान भन्छन् विद्युत चुहावट 12% मा झरेको छ। हितेन्द्रदेव भन्छन् होइन, चुहावट 14% बढी छ। एउटा संस्थानको यो तथ्याङ्क मात्र 1 महिनाको फरकमा 2 फरक कार्यकारी निर्देशकले दाबी गरेको तथ्याङ्क हो। कुलमान घिसिङ प्राधिकरणबाट बर्खास्तीमा परेर निस्किँदै गर्दा सार्वजनिक गरेको तथ्याङ्क र नयाँ कार्यकारी निर्देशक भएर